सो गाइस वेलकम टू माय न्यू वीडियो। तो आज को वीडियो चाहिँ काफ़ी इंट्रेस्टिंग होने वाला छ। आज को वीडियो को टॉपिक हो टॉप 5 बेस्ट बुक वर्कआउट्स। यदि हजुरहरू बुकर्स हुनुहुन्छ भने वीडियो चाहिँ हजुरहरूको लागि नै हो। आउनुहोस्, सबभन्दा पहिला चाहिँ वार्मअप जरुरी छ हैन। हजुरहरूले फुल बडी वार्मअप गर्न सक्नुहुन्छ अनि जुन चाहिँ मसललाई हजुरले ट्रेन गर्दै हुनुहुन्छ त्यो मसलको पर्टिकुलर वार्मअप चाहिँ त्यो पनि जरुरत छ, किनकि वार्मअप गरिएन भने इन्जुरीको चान्सेस बढ्छ हैन। टुर्नामेन्ट छ, टुर्नामेन्टभन्दा पहिला हजुरको गेमभन्दा पहिला नै वार्मअप जरुरी छ। अनि फेरि वर्कआउट्स गर्दै हुनुहुन्छ, वर्कआउट्सभन्दा पहिला पनि हजुरहरूले वार्मअप चाहिँ इम्पोर्टेन्ट छ है, वार्मअप गर्नुपर्छ हजुरहरूले। सो वार्मअप चाहिँ मैले गरिसकेँ होइन भर्खरै। हजुरहरूलाई पनि लास्ट भिडियोमा चाहिँ बताएको रिस्टको वार्मअप्स होइन, रिस्ट फ्लेक्सन, रिस्ट एक्सटेन्सन होइन, प्रोनेसन, सुपिनेसन होइन, रेडियल डिभिएसन, एङ्गुलर डिभिएसन, यी सबै हाम्रो लिङ्कका मुभमेन्ट्स हुन्। यी सबैको चाहिँ वार्मअप चाहिँ गर्नु होला होइन। र अब हजुरहरूलाई मैले हुकको वर्कआउट भन्नेवाला छु, ल आउनुहोस्। सबभन्दा पहिला हजुरले रेजिस्टेन्स ब्यान्डले हजुरले सुपिनेसन वर्कआउट गर्न सक्नुहुन्छ। त्यसको लागि हजुरले यो थम्बलाई यहाँभित्र यसरी हालेर होइन, हजुरको यसले रिस्टको यता तल्लोपट्टिबाट सुपिनेट गर्नुपर्ने हुन्छ। त्यसरी यो हजुरहरूले म्याक्सिमम् रेपिटेसन जति निकाल्न सक्नुहुन्छ त्यति निकाल्नु होला होइन। मैले चाहिँ अहिले गरेर देखाएँ नि त्यसरी नै। ल आउनुहोस् अर्को वर्कआउटतिर बढौँ। यो चाहिँ वार्मअप भयो गाइस। अब भनेको फर्स्ट वर्कआउट। यो भनेको अब हुकको लागि पहिलो वर्कआउट हो। हजुरहरूले डम्बल हुकले गर्न सक्नुहुन्छ होइन। अहिले मैले हजुरहरूले देखाउँछु। मैले चाहिँ अहिले 20 किलोले गर्छु है, 20 किलोले गर्छु। धेरै वेट चाहिँ उठाउनु, मेरो हल्का इन्जुरी भएको छ हल्का फिट। र त्यसको लागि हजुरले यहाँ सपोर्ट दिँदै हजुरले यो इल्बो हजुरको यो सोल्डरभन्दा भित्र रहनुपर्छ यो हात। र हजुरहरू तल जानु म्याक्सिमम् तल, अनि यो माथि स्लो डाउन, स्पिड अप है गाइस, स्पिड अप। गाइस यो भनेको पहिलो वर्कआउट भयो को लागि हजुरले गर्न सक्नुहुनेछ। त्यसमा नि हजुरहरूले 70 to 80% आफ्नो हजुरले कति उठाउन सक्नुहुन्छ म्याक्सिमम् टिआर नहानिकन हजुरको त्यो 70 to 80% स्ट्रेन्थ र एनर्जीले गर्नु होला है। यो चाहिँ पहिलो वर्कआउट भयो। अब अर्को वर्कआउटको कुरा सो अर्को वर्कआउट हो हाम्रो यो लोडिङ पिनले डिफेन्सिभ हुक होइन, डिफेन्सिभ हुक। हजुरहरूको गेम यहाँ गइसक्यो कसो भने हजुरलाई त्यहाँबाट कसरी ओभरकम गर्न सक्नुहुन्छ त्यो चाहिँ यो वर्कआउटबाट हुन्छ है। त्यसलाई हजुरहरूले त्यो हुकको पोजिसनले साथमा होला यसरी है। यसलाई चाहिँ डिफेन्सिभ होल्ड अनि चाहिँ साइड प्रेसर दुइटै युज हुन्छ यसको लागि है। त्यसमा हजुरले त्यसरी उठाउनलाई भनेको हजुरको डिफेन्सिभ हुकलाई र हजुरको ब्याक प्रेसरलाई इम्प्रुभ गर्छ है। सो यो चाहिँ सेकेन्ड वर्कआउट भइसक्यो। अनि फर्स्टमा भनेको वर्कआउट र यसको चाहिँ टोटल 6 सेट्स हुनेवाला छ है। त्यसमा हजुरहरूले दुईवटा वार्मअप सेट गर्नु होला अनि मेन 4वटा चाहिँ मेन वर्किङ सेट है। टोटल 6 सेट्स है, 2 वार्मअप सेट अनि चाहिँ 4 वर्किङ सेट्स। तो 6 सेट्स जरुरी छ यसको लागि। फर्स्ट भनेको नर्मल डिफेन्सिभ होल्ड भइहाल्यो, डिफेन्सिभ हुक। यो चाहिँ डिफेन्सिभ हुक र ब्याक प्रेसर दुइटैलाई युज हुन्छ है यो वर्कआउट। तो हाम्रो थर्ड वर्कआउट भनेको चाहिँ हुक बेस्ड ब्याक प्रेसर हो। अब हजुरहरूलाई टेबल छैन भने नो वरी गाइस, मैले आज फेरि हजुरहरूलाई त्यो टेबल सेटअप गर्छु होइन। कसरी चाहिँ हुकमा पनि ब्याक प्रेसर चाहिँ इम्पोर्टेन्ट छ होइन। त्यो अहिले मैले गरेर देखाउँछु। त्यसको लागि चाहिँ सेम टेबललाई यहाँ सेट गर्नु होला। पुलीलाई चाहिँ म्याक्सिमम् तल राख्नु होला है। अनि हजुरलाई चाहिनेवाला छ एउटा टी ह्यान्डल। हजुरहरूको जिममा हुन्छ यो टी ह्यान्डल। यसलाई चाहिँ पुलीमा हटाएर हजुरहरूले त्यो ब्याक प्रेसर चाहिँ यसरी ट्रेन गर्नु होला। उठ्न गर्दा चाहिँ टक्कर नगर्दा चाहिँ छुट्टै हुन्छ, उठ्न गर्दा चाहिँ छुट्टै हुन्छ। यो चाहिँ भनेको हुक बेस्ड ब्याक प्रेसर हो। हजुरले चाहिँ म्याक्सिमम् तल जानुहोस् अनि त्यो पछाडि ब्याक प्रेसर सिधै पछाडि यो
नेक्स्ट वर्कआउट थर्ड वर्कआउट ब्याक प्रेसर थियो जो कि हुकमा। सो नेक्स्ट चाहिँ हजुरको साइड प्रेसर हुनेवाला छ। हजुरहरूले साइड प्रेसर त्यसरी पनि ट्रेन गर्नुपर्ने हुनेछ। हुकमा चाहिँ साइड प्रेसर कसरी ट्रेन गर्ने त्यसको लागि चाहिँ म भन्नेवाला छ। हजुरहरूले पुली करेक्ट हजुरको ह्यान्डको यो साइजको साइडमा राख्नुपर्ने हुनेछ, जस्ट साइडमा। अनि चाहिँ यसरी गरेर साइडमा यसरी युवान पुरा जाने एन्ड तक अनि साइड प्रेसर यो यसरी। यसरी चाहिँ हजुरले पनि साइड प्रेसर ट्रेन गर्न सक्नुहुनेछ जिममा है यो पुल्लीले। यसको पनि टोटल हुनेवाला छ 6 सेट्स है। हजुरहरूले 3 सेट्स चाहिँ नर्मल एभरेज वेट लिनु होला अनि लास्टको 3 सेट्स चाहिँ थोरै हेभी चाहिँ लिनु होला साइड प्रेसरमा। अनि चाहिँ रिपिटेसन्स म्याक्सिमम हान्ने ट्राई नगर्नु होला लास्ट हेभी वेट लिँदा चाहिँ। त्यसमा चाहिँ एभरेज 1 or 2 रेप म्याक्स आए पनि भयो है। लास्टको 3 सेट्स जेमा हजुरहरू हेभी जानुहुन्छ नि वेट त्यसमा 2 to 3 रेप आए पनि चल्छ। त्योभन्दा पहिला 3टा सेट एभरेज वेटमा त्यहाँ चाहिँ म्याक्सिमम हजुरले ट्राई गर्न सक्नुहुनेछ है। सो अब फोर्थ वर्कआउट चाहिँ आउनुहोस् मैले भन्नेवाला छु। हजुरलाई सेम लोडिङ पिनको मद्दत से र स्ट्र्यापको मद्दत से यसरी सेटअप गर्नु होला। त्यसमा चाहिँ हजुरलाई यसरी आर्मलाई यहाँ स्ट्र्याप यसरी जोड्नेर हजुरले चाहिँ यहाँ यसरी पुरै तल बस्नु हालेर यहाँ चाहिँ जस्ट लिफ्ट गरेर स्ट्याटिक होल्ड गर्नु होला यहाँ यो एङ्गलमा बस। अनि हजुरहरू यहाँ स्ट्याटिक होल्ड गर्दै हुनुहुन्छ र म्याक्सिमम भइसक्यो भने हजुर गिभअप गर्दै हुनुहुन्छ। अनि चाहिँ यहाँबाट गिभअप गर्ने टाइममा यहाँदेखि माथि पुल गर्ने ट्राई गर्नु सक्नुहुन्छ। जब हजुरहरू फटिक हुन्छ नि पुरै हात हजुरहरूको सो म्याक्सिमम हजुरहरू गिभअप गर्दै हुनुहुन्छ भने त्यहाँदेखि चाहिँ एउटा रेप हान्ने हजुरहरूले ट्राई गर्न सक्नुहुन्छ। त्यसले चाहिँ हजुरहरूको एन्ड्युरेन्स लेभल चाहिँ बढाउँछ है। सो यो चाहिँ ध्यानमा राख्नु होला, यो चाहिँ इम्पोर्टेन्ट हो। जब हजुरहरूले गिभअप गर्दै हुनुहुन्छ भने होइन गिभअपको पोजिसनमा आइसक्यो भने त्यहाँदेखि माथि पुल गर्ने ट्राई गर्नु होला है। त्यो चाहिँ मेन हजुरहरूको एन्ड्युरेन्स बढाउनलाई काम लाग्छ। लास्ट वर्कआउट 5th वर्कआउट चाहिँ हजुरहरूको हुनेवाला छ। हजुरहरूले यो इजेड बार देख्नुहुन्छ नि, हजुरले जिगज्याग बार पनि भन्नु सक्नुहुन्छ। तो यो जिगज्याग बारमा हजुरहरूले आफ्नो बाइसेप कर्ल्स होइन चिट कर्ल्स भन्छ नि त्यो चिट कर्ल्स हान्न सक्नुहुन्छ। सो अहिले चाहिँ म थोडा हल्का मेरो एल्बो इस्यु छ, यसरी वेट उठाउन सक्नुहुनेछ। यसरी चाहिँ फुल माथि है, फुल यहाँ माथिबाट हजुरले तल स्लो नेगेटिभ आउँदाखेरि स्लोली तल झार्नु होला स्लोली। अनि यहाँदेखि पुरै अप पुरै यहाँ माथिसम्म नर्मल बाइसेप गर्दाखेरि हामीले खालि यहाँ कन्ट्र्याक्ट गर्छौँ नि मसलले हाम्रो स्टेजमा पुरै माथिसम्म जानु होला है। अनि नेगेटिभ तल छोडेर चाहिँ बिस्तारै बिस्तारै छोड्नु होला है। यसरी हल्का स्पिडमा अप जाने र हल्का हल्लो 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 छोड्ने, फेरि माथि फेरि स्लो 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 गरेर यो हाम्रो टप 5 बेस्ट वर्कआउट्स है। अनि नेक्स्ट भिडियोमा हजुर रेडी भएर बस्नु। नेक्स्ट भिडियोमा मैले वर्कआउट रुटिन मेरो के हुन्छ होइन मन्डे टु स्याटरडे मैले के वर्कआउट गर्छु अनि टेबल प्र्याक्टिस कहिले गर्छु मैले यो सबै रिलेटेड टपिक्समा हुनेवाला छ। र नेक्स्ट भिडियो अझै इन्ट्रेस्टिङ हुनेवाला छ। सो हजुरहरूले मलाई साथ र सपोर्ट दिनु होला है। कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, शेयर गर्नुहोस् अनि च्यानललाई सब्सक्राइब गर्नुहोस् होइन। भाइलाई थोरै सपोर्ट गर्नुहोस्। हजुरको भाइले नेपाल हाम्रो स्किन कम्युनिटीलाई ग्रो गर्दै जान्छ होइन आगामी दिनमा पनि। हजुरहरूले यस्तै साथ र सपोर्ट बनाइराख्नुहोस्। सो गाइस आजको भिडियो चाहिँ यति नै। लगाउन बेस्टिङ होइन प्ले सेफ सबैजनाले ट्रेन गर्दै राख्नुहोस् होइन। आगामी दिनमा हामी सबै भेट्नुपर्छ अनि प्र्याक्टिस फुल गर्नुपर्छ। सो आजको लागि यति नै गाइस। नेक्स्ट भिडियो चाहिँ मैले मन्डे टु स्याटरडे के वर्कआउट्स गर्छु होइन मेरो रुटिन चाहिँ के छ वर्कआउट रुटिन त्यस रिलेटेडमा हुनेवाला छ। नेक्स्ट भिडियो चाहिँ त्यो रिलेटेड हुनेवाला छ। सो हजुरहरू स्टे ट्युन गाइस। सो आजको लागि यति नै। पिस गाइस।